शहरी योजना पूर्वाधार विकास तथा विपद व्यवस्थापन क्षेत्रमा उल्लेखीय कार्य सम्पादन गरेको भन्दै रूपन्देहीको सिद्धार्थ नगरपालिका देशभरका नगरपालिका मध्येबाट उत्कृष्ट ठहरिएको जनाएको छ। नेपाल नगरपालिका संघले आर्थिक वर्ष 2080-81 मा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सिद्धार्थ नगरलाई पुरस्कृत गरेको हो। संघको 32औं स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थ नगर प्रमुख इस्तेयाक अहमद खा र उपप्रमुख उमा अधिकारीलाई उत्कृष्ट नगरपालिका पुरस्कार 2081 बाट सम्मान गरे। संघले उक्त विधामा प्रत्येक वर्ष देशभरका नगरपालिका मध्ये उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ। अब 2080-81 मा संघले प्रदान गर्ने पुरस्कार प्राप्त गर्न पाउँदा खुसी लागेको सिद्धार्थ नगरका प्रमुख खाले बताए। संघले नगरपालिकाको विभिन्न सूचक हेरेर पुरस्कार प्रदान गर्ने गर्छ। त्यसका आधारमा सिद्धार्थ नगरलाई उत्कृष्ट घोषणा गरेको हो। सिद्धार्थ नगर प्रमुख खाले सबैको मेहनत र योगदानले नगरपालिका उत्कृष्ट भएको भन्दै नगरवासीलाई धन्यवाद दिए। सिद्धार्थ नगरले मुलुकभरमा नगरपालिकालाई पछि पार्दै 85% अङ्क प्राप्त गरेको नगरपालिकाका संघले जनाएको छ। शहरी योजना, यातायात व्यवस्थापन र खानेपानीमा पनि नगरपालिकाले उत्कृष्ट कार्य सम्पादन गरेको जनाइएको छ।